हाम्रो दाइ हुनुहुन्छ चाहिँ माटो हर्क साम्पाङको समर्थन। उहाँ चाहिँ जो हार्न लाग्नु भएको थियो भोटले हार्छ कि भनेर धेरै चिन्ता भयो। दाजुभाइ हामी कुरा गऱ्यौँ, दाइ पत्ता साफै काङ्ग्रेस एमाले भन्दा नि माटोको त धेरै बिजोक लाग्यो त भन्नुभयो। अनि त्यो दाइले मलाई त्यस्तो कुरा नगर, भोट काउन्टै भएको छैन आधीमा कुरा गर्छस् भनेर कराउनु भयो। अहिले जित्दै जाँदा कस्तो लागिरहेको छ दाइ भन्नुहोस् ल। जित्दै जाँदाखेरि चाहिँ एकदम गर्व लागिरहेको छ, मन मुटुदेखि नै होइन। मैले सायद अहिलेसम्म होइन हर्क साम्पाङको जति पनि भिडियोहरू हेर्छु, जति पनि मेरो देशप्रेमी साथीहरू हुनुहुन्छ, यतिसम्म गर्व लाग्छ कि होइन सायद हामी पनि नेपालमै भइदिएको भए होइन नेपालमा भोट हाल्नु आउँथ्यौँ होला। तर पनि केही छैन, हामी प्रदेशमा भयौँ। यहाँ इरानले होइन जस्तै हान्दै गर्दाखेरि पनि तर हामी खुसी छौँ भन्नु अहिलेसम्म सुरक्षित छौँ त्यस्तै छ। तर अर्को कुरा फेरि नेपालमा बस्नु पनि त्यत्तिकै खुसी हुनुहुन्छ। त्योभन्दा धेरै चाहिँ हामी 1 मिनट पनि दायाँ बायाँ नगइकन मोबाइलको साथमा काम गर्दा पनि मोबाइल गरेर 1 मिनट पनि नछुटाइ भिडियो हेरिरहेछौँ। कसले जित्ला जसरी पनि अरू पार्टी हारोस्, पुरानो पार्टी हारोस्, जो आए पनि नयाँ आओस् भनेकै छौँ। यो दाइलाई पनि फोन गरेको रहेछ थिएँ मैले। उहाँ भन्नुहुन्छ जसरी पनि माटोले जित्नुपर्छ, बन्छ जित्नै पर्छ, हर्क साम्पाङले जित्नै पर्छ भन्छन्। आखिर जितिसक्यो, मलाई पनि खुसी लागेको छ। जे भए पनि सबैले नयाँ छन्, नयाँले जिते राम्रो भयो। पुरानो पार्टी हार्नुको कारण के हो जस्तो लाग्यो? किन पक्षपात के भयो? पुरानो पार्टीले काङ्ग्रेसले अब अहिलेसम्म कतिसम्म उनीहरूले यो हाम्रो देशले युज गरेको तर कुनै पनि प्रगति गर्न सकेन। अब काङ्ग्रेस मात्र किन गर्छन्, एमाले कति वर्ष गर्यो होइन, त्यो कुरा यति चाहिँ मलाई थाहा भएन। त्यो सबै कुरा चाहिँ मलाई थाहा भएन। तर यति वर्षसम्ममा पनि नेपाल हाम्रो देशको लागि चाहिँ केही गर्न सकेन क्या। त्यही भएर श्रम संस्कृति पार्टी अनि अहिलेसम्ममा होइन जस्तै म पहिला मलाई काम गर्नु मलाई लाज लाग्थ्यो क्या। अब तपाईँहरूसँग आएर मसँगै म काम गर्छु। म अहिले त यहाँ अरू देशमा छु, म अरूसँग काम गरिरहेको छु। अब आएर तपाईँहरूसँगै आएर देश बनाउनुपर्छ, मिलेर काम गर्नुपर्छ। माटो जय माटो। यति समर्थी राजसभा समर्थन उहाँ हुनुहुन्छ। माटो राजसभा भन्जीलाई समर्थन नगर ज्यान मारेर गएको मान्छेहरूलाई समर्थन दिन्छन् होइन। दुनियाँले रुवाएर एउटा बिहानभरि काम गरेर होइन, दिउँसोभरि काम गरेर अनि आफ्नो बालबच्चाले पाल्ने मान्छेको ट्रली भत्काइदिने मान्छेहरूले समस्या पुग्नेहरूको पनि त्यो बेग्लै कुरा हो। अनि त्यो अलिअलि जम्मा गरेको पैसा लुटेर राख्ने त्यो पनि बेग्लै कुरा हो। त्यो तपाईँहरूले आफै सोच्नु, आफै देख्नु। म चाहिँ श्रमदान गर्छु, बरु म नखाए अरूले दिन्छु भन्नुहोस्। कसैले सहयोग चाहिएको छ भने कसम म पठाइदिन्छु। यो चाहिँ मेरो प्रार्थना हो। म कर्णालीमा पुल बनाउने हाम्रो संस्कृति पार्टीको एउटा हाम्रो अध्यक्ष हाम्रो हर्क साम्पाङले भन्नुभएको छ, म नेपाल भइदिएको भए 1 महिना होइन 3 महिनासम्म 4 महिना 1 वर्ष लागोस् म फ्रीमा श्रम गर्नुहुन्छ। म फ्रीमा गएर म त्यहाँ श्रम गर्नु जान्थेँ क्या। तपाईँ यहाँबाट गएपछि श्रम गर्नुहुन्छ 4-5 महिना जति वर्ष गरे नि गर्नु। म गर्छु, किनभने म गर्छु मेरो लागि म त आखिर म त बाँच्छु नि त, अरूले पनि बचाउनु पऱ्यो नि त होइन। आफू मात्र बाँचेर भयो।